हेलो साथीहरू, वेलकम ब्याक माई युट्युब च्यानल। आज पनि हिजो चाहिँ घुम्न गयो, हिजो चाहिँ बिदा थियो होइन। आज चाहिँ कोरियामा 3 बज्यो होइन, ट्याक्क दिउँसो 3 बज्यो। आजदेखि हाम्रो नाइट ड्युटी छ नि त, हामीहरूको यहाँदेखि 3 बजेसम्म 3:20मा त्यहाँ छुलकुन गर्नुपर्छ अनि 3:50सम्म चाहिँ छुनबी हुन्छ अनि त्यहाँदेखि चाहिँ काम सुरु हुन्छ होइन गाइस। आज चाहिँ फर्स्ट टाइम के कोरियामा चाहिँ आएको 2 महिना लगभग 2 महिना हुनुलाई। अनि कम्पनीले चाहिँ हामीलाई आज बल्ल अनि नाइट काम हाल्यो, बल्ल नाइट काम हाल्यो। अरू 2जना साथीहरूको त डेट नै छ, हामी 3जनाको चाहिँ आज नाइट छ। हाम्रो 3जना काले साथी अनि मेरो एउटा साडु अनि त्यहाँदेखि एउटा दाइ हुनुहुन्छ होइन। कोरियन केटीहरू आयो कि, कोरियन केटी आयो भने त देखाउनै नमिल्ने, कोरियन केटी आयो भने देखाउनु मिल्दैन अरे। अनि देखायो कि सिन्गो हानिदिन्छन् अरे कि, त्यही भएर चाहिँ नदेखाउँदै राम्रो होइन, चुप लाग्दै राम्रो। अब हाम्रो पारस दाइको रुम जाँदैछौँ गाइस, हेर्नु अपार्टमेन्ट। यो बाटो ओ मेरो जन्मभूमि नेपाल भए पनि मेरो कर्मभूमि देशको झन्डा चाहिँ हेर्नुहोस् त, त्यहाँ माथि यस्तो फर्काइरहेको छ होइन। दामी हेरौँ न, हाम्रो 2जना साडुहरू चाहिँ एउटालाई चाहिँ दाइ भन्नुपर्छ है, फेरि साडु चाहिँ झुक्केर भएको। यो पछाडिको चाहिँ साडु हो मेरो, एउटा छोरो अनि एउटा छोरीको बाउ। 4 वर्ष छोरी, एउटा अस्ति भर्खर जन्मिएको छोरोको बाउ चाहिँ नेपाल। के गर्नु साथीहरू, जन्म चाहिँ नेपालमा भयो, कर्मभूमि चाहिँ ऊ त्यो झन्डा फरफराइरहेको देशमा है। हाम्रो फान्जाङ हाम्रो कम्पनीको फान्जाङ बुढे चाहिँ आने आसुनिका गाइस। आज हिँड्दै जेस अगाडि फान्जाङै भेट्यो यार दाइ। यार के हो दाइ, तपाईँ हामीलाई त हेर्दै नहेरेको यार बाँसला। हाम्रो कम्पनीको चाहिँ डे सिफ्टको, यो डे सिफ्टको नाइट सिफ्टको त आज यो डे सिफ्टको फान्जाङ होइन। यो चाहिँ टक्क बुढो सोझो लिन आएको। अब हेर्नु न, उता पछाडिको जिएस हो, त्यो जिएसमा चाहिँ बुढो दारू लिन आएको थियो, के गर्न आएको थियो, भर्खर ड्युटीबाट आइगयो। तपाईँले बिहान आइसक्यो भन्नुभयो, अनि म त यसो हेरेको यार, कहाँबाट आज आयो, यसको त डे सिफ्ट हो सोचिरहेको थियो कि। हाम्रो फेरि अर्को फान्जाङ छ होइन। आज हेरौँ फर्स्ट दिन कस्तो हुन्छ गाइस। अब अहिले चाहिँ चिसो छैन होइन, राति आउँदाखेरि हामी 2-3 बजी आउँछ नि त, त्यही भएर चाहिँ चिसो हुन्छ। जकेट बोकेको छु होइन गाइस। हामी बस्नु चाहिँ पर्देखि छिर्नुपर्छ। ए यस्तै छ। हामी चाहिँ पारस दाइको अपार्टमेन्ट जान लाग्छौँ हामी 3जना। साडु मेरो प्यारे साडु पारस दाइको चाहिँ ऊ त्यहाँ माथि है दाइ। यो बिल्डिङ कति अरे, 123 त होइन, 112को कति तलामा हो दाइ बस्ने? नजिकै रहेछ त नि, सबभन्दा माथि हाइएस्ट ठाउँमा बस्ने भनेको त हामी नै रहेछौँ। ठिक छ गाइस, ठिक छ। अब जोस कोरियाको डाँडाकाँडाहरू हेर्नु पारी। थानफुङ्गी चाहिँ अब झर्ने बेला भइसक्यो। यो थानफुङ्गी ठुल्दा भन्छ होइन, पात झर्नु हो क्या, यो पात चाहिँ झरिरहेको छ। हेर्नु न, आमा यत्रो बिल्डिङ गराउनु पाए त नेपालमा। कोरियन बुढीहरू चाहिँ देखाउनु मिल्छ गाइस। यस्तै छ। आज मौसम चाहिँ चिसो छ, लास्ट चिसो छ। त्यही पनि यो ज्याकेट चाहिँ लाएको छैन मैले, यो ज्याकेट नै छ, हामीलाई 2टा लगाउनु चाहिँ भित्र छ, बाहिर यो। अनि पछि आउँदाखेरि चाहिँ चिसो हुन्छ भनेर चाहिँ यो लगेरै गएको छु गाइस। हेर्दै जानुहोस् गाइस, हेर्नुहोस् मेरो ह्यान्डसम दाइ, हिजोको ह्यान्डसम दाइ पास दाइ त हेर्नु न, पास दाइ ह्यान्डसम दाइ। हामी 4जनाको चाहिँ नाइट ड्युटी छ, एक्लै ल्याएर मोइस्टर खाइदिने, हामीलाई नदिने। खान्न यो गाइस थानफुङ्गी भनेको यो पहेँलो अनि यो पारीको कम्पनी हेर्नु। हामी चाहिँ यहाँदेखि जान्छौँ होइन। ठिक छ गाइस, हेर्नुहोस् कोरियाको बाटो यो चाहिँ। तर खासै किन हो, कोरियामा धेरै गाडी चाहिँ चल्दैन क्या। कोरियामा किन होइन, धेरै गाडी नै चल्दैन, तर थोरै चल्छ, लास्टै राम्रो तरिकाले चल्छ क्या। मलाई कोरियामा दामी लाग्यो होइन। यी हाम्रो नाइट सिफ्टका गोर्खेहरू यता नि आयो है साथी। स्टार्ट गरिसक्यो मैले, खै आदिर खै त ए लाज मान्दैन हौ, भिडियो गरिरहेको छु क्या साथी। हामीहरू सबै नेपाली हुन् है, सबै नेपाली हुन्।
हामी अगाडिको 3 जना चाहिँ सँगै बस्छौँ। यिनीहरू 3 जना 123 मा बस्छन्, हामी चाहिँ 114 न 104 मा बस्छौँ। हेङदान बुदो एउटा गाडी उडाउला है, दुगुर्नु पर्छ। जे होस् आज नाइट ड्युटी त टन्नै गएछ। हामीभन्दा अगाडि आएको साथीहरू पनि रहेछ। जे होस् रमाइलो हुन्छ। अब नाइटमा पनि कस्तो हानिन्छ हेरौँ गाइस। यस्तै छ। मैले नि लगाएँ, सबै लगाएर छु। हेर्नु है, ऊ त पारिको रातो रातो टाउका मात्र देखिरहेको छ नि गाइस। यसलाई चाहिँ हल्लुवा बेत भन्छन्। कोरियनमा के भन्छ भनेर फाम होइन, खाम भन्छन् यार। फाम भन न, फाम भने त कटुसो। सरी, फाम भनेको कटुसो, खाम भनेको चाहिँ त्यो हल्लुवा बेत। ऊ त रातो रातो टाउको मात्रै छ नि, पात भने एउटा छैन होइन। कोरियनमा फाम भन्छ भन्देऊ न होइन। मजा छ जे होस्। गाइस हामी चाहिँ धेरै तल, हामी बस्ने चाहिँ तल्ल हो होइन। हामी चाहिँ धेरै तल, यहाँभन्दा उतापट्टि हो। हामी चाहिँ माथि कम्पनीको नजिक आइसक्यौँ। ऊ यो यहाँभन्दा उतापट्टिको कम्पनी हो होइन, कम्पनी हो। अब हामी कम्पनीको नजिक पुगिसक्यौँ। कम्पनीभित्र छिर्छौँ होइन। कम्पनीभित्र छिरेपछि त भिडियो गराउन मिल्छ मिल्दैन त ठ्याक्कै थाहा छैन होइन। तर त्यही पनि यसो मिल्छ भने म गराउँछु होइन। तर मिलेन भने चाहिँ त्यस्तै हो। कम्पनीको नजिक आइसक्यौँ। ऊ यही पारेको ऊ हाम्रो कम्पनीको ऊ चुरोट खाने ठाउँ देखिरह्यो। एउटा गाडी छैन यार। कोरियाको यस्तो सहर भयो। यो त रोकेको गाडी, दौडिरहेको गाडी भन्ने एउटा छैन कि। एउटा कम्पनी यता कम्पनी हो। हाम्रो कम्पनी चाहिँ यो हो गाइस। हामी अब कम्पनीबाट कम्पनीबाट सिधै कम्पनीभित्र ऊ हाम्रो कम्पनी। यस्तो छ गाइस हाम्रो कम्पनी। हामी गोर्खेहरू अब कम्पनी छिर्यौँ। पहिला सुरुमा चाहिँ यता स्टाफ रुमतिर गएर कपडा चेन्ज गर्ने ऊ गर्ने चाहिँ यो स्टाफ रुम हो। यहाँ माथि चाहिँ छ होइन। तपाईँहरू कहाँ हो फेरि? जानुहुन्न माथि? रोक्न सँगै जाउँला। यो त टोयलेट बाथरुम। हाम्रो गाइजहरू गोर्खेहरू अब यहाँदेखि माथि गएर हामीले जग्गा राख्छौँ, मास्क गर्छौँ, खोसी मास्क अनि त्यो अनि अगाडि लगाउने एप्रोनहरू लगेर टक्क जान्छौँ। केटा उता जुत्ता नलगाउन, यहाँदेखि जुत्ता लगाउनु मिल्दैन के। कोरियन बुढो अनि यसो कोरियन बुढो आकाशुको भन्दा तल्लोको चाहिँ मेरो यहाँ के छ देखाउँछु है तपाईँलाई। यो छ एउटा पिङ्क सेतो कलरको, यो लगेर जान्छु। एउटा यो र अनि एउटा मास्क। ऊ साथीले पनि लिएर आयो, मैले लिएर आएँ। अब मास्क लगाएर दुईवटा त अब मास्क लगाएर ड्युटी जाने होइन। अब भित्र गएर झ्याम काम दिने अरू त्यस्तै होइन। तर हामीहरूको टाइम चाहिँ भएको छैन। बाहिर गएर बस्छौँ एकछिन, छुलगुन गर्छौँ। छुलगुन छ कि थोइगुन छ साथी? छुलगुन छ कि थोइगुन छ? छुलगुन हो। हामीहरूको नेपालमा त यस्तो सिस्टम छैन। हाम्रो त छोडा न भयो त ठिक देखा त। नेपालमा त यस्तो सिस्टम छैन। मेरो त यो होला हेर्नु है, क्याच हान्छु ठिक बस मेरो एटेन्डेन्स म आएँ है। यस्तो हुन्छ कि अब म आफ्नै टोलीहरूसँग जान्छु। हाम्रो कम्पनी चाहिँ काम सुरु छ हेर्नुहोस्, भित्र छ होइन।